सिलगढी नगरपालिका वार्ड नम्बर 13 मा रहेको घरेलु व्यवसाय दुधबाट चाहिँ छुर्पी कसरी बन्छ अनि त्यसपछि यसको अब घिउहरू कसरी बन्छ भन्ने कुरो चाहिँ अब यहाँ एउटा सानो प्रोसेस छ। यहाँ मेसिनमा काम हुन्छ। यो चाहिँ अब तपाईँको र दुध यहाँ जान्छ, त्यसपछि यता दुध आउँछ, यसको चाहिँ छुर्पी बन्छ र यता तपाईँको चाहिँ अब क्रिम आउँछ, यता क्रिम चाहिँ घिउहरू बन्छ। ल अनि छुर्पी चाहिँ कस्तो छ भन्दाखेरि ल यो चाहिँ छुर्पीहरू भयो है। अब यसलाई चाहिँ यसरी सुकाइन्छ है। छुर्पीहरू चाहिँ यसरी सुकाएर अनि यसलाई बजारमा लानलाई यो तयारी अवस्थामा भयो। योसम्म बन्न आइपुग्दाखेरि ल